देवी देवता छ भने देवी देवताले मलाई गाली नगर, म तेरो आफ्नो हो भन्छ। ठिक छ, बहुत सजिलो तरिका छ हेर्नु। आज गाली गर्नु ठिक छ, आफैलाई को साला रन्डी बोक्सिने हो साला, किन यसरी दुःख दिएको मलाई साला, को त यसरी मलाई आएर शरीरमा दुःख दिन्छ साला, तेरो छोराछोरा दिगदार गर्न साला, को त यसरी मलाई दुःख दिएको। गाली गर्नु ठिक छ, आफ्नो शरीरको के शरीरको भित्र को छ नराम्रो चिज छ, गाली गर्नु आफै गाली गर्नु त पक्का छ भने तपाईँहरूको शरीरमा कसैले बिगारेछ भने रिसाउँछ, त्यो मलाई गाली नगर भन्छ। मजाले गर्नु, ध्यानले मजाले, नशर्माइकन अझ राम्रोसँग गाली गर्नु। गर्नु बहुत राम्रो, एक दुईजनाले उ गरेछ, राम्रोसँग गरेछ। एकजना दुईजना तिनजना छ यहाँनिर बिगारेको जस्तो देखियो मैले, तिनजना छ। लो एउटा त आफ्नै देउताले देउले बिगारेको रहेछ भेट्यो मैले। हेर्नु आफै कस्तो हुन्छ, रिस उठ्छ, पुरा शरीर काँप्छ बिगारेछ भने, आफ्नो थाहा पाउँछ, पुरा शरीर काँप्छ बिगारेछ भने पुरा झम बनाउँछ, सोही नगर मलाई भन्छ। ठिक छ, ल ठिक छ। अब आस्ते आस्ते गर्नु, आँखा खोल्नु अब। ल नानी अब उपचार है, उयो लगाएको थियो, त्यो बुट्टी उठेको छैन नि, एक ध्यान एक मात्र एक चिज है। लो है गुरु, लो है मेरे गुरु लटे गुरु लड झाँक्री, लो है खेलाई लायो डोलन लायो बनै राजै बनै देवी राजै महारानी, लो है कुले खेल देवी देउतै महारानी खेल्दै बोलायो लायो हजुरलाई बोलायो लायो, लो है सत्यो राजै सत्यो देवी, लो है लालाबालाको सैमा आउने कुलकै बाजे कुलकै धामी देखिलायो, लो है कुलकै धामी बाजे, लो है खेल्दै आउ है बोलायो लायो, लो है कुलै देउता, लो है आफूले सोध्न म जस्तो भन्छु भन। अब मनले हे कुल देउता, आँखा बन्द गरेर तपाईँको बाबु छैन हुन्न नि, हे कुल देउता आँखा बन्द गर्नु। तपाईँ कुन चाहिँ छोरा हो? खै अन्तरे। लु हे कुल देउता, हे कुल देवी, हे महाराजा, हे महारानी, कोटी कोटी प्रणाम छ। तपाईँ देवी देवताहरू भयो भने मेरो शरीरमा आउनु है, खेल्दै आउनु, बोला लायो मैले है, खेल्दै आउनु है, खेल्दै आउनु। अगर फुल छ भने खेल्दै आउँछ। 8 नंबर आउनु है। 8 अनि 11 12 हजुर बस्नुहुन्न। 8 नंबर बस्नुहोस्, 11 नंबर आउनुहोस् है। 11 नंबर भाइ 11 नंबर हजुर पूरा मजाले आउँछ। कसैले हजुरको नम्बर 11 छ त्यो कसैले बस्नुहुन्न अहिले। आज न पूर्व न पश्चिम न उत्तर न दक्षिण कसैले चारै दिशालाई हामीले मान्नु, चार दिशालाई हामीले मानेर आएको छु। र आज तपाईँले चाहिँ 11 12 सम्म 8 नम्बर छुटेछ है। 8 नम्बर बोलाउनु। आज नम्बर आइसक्नु धेरै वर्ष भन्छ, लेकिन अलिकति राम्रोसँग घरको पूजा गर्नुपर्छ। पूजा गर्यो भने सत्य भन्नुपर्छ, सत्य पुरा आउनु मजाले, सत्य पुरा आउने खेल्छ, पुरा आउने पुरा मजाले अब छोड्नु बजाउनु भजन छोड्नु पुरा
मजाले छोडिदिनु तपाईँले अब तपाईँ उफ्रिनु एकछिन माथि उफ्रिनु यस्तो मलाई म त भने कता तिनी पुस्तक हो दामी छिपी गर्ने बुढो हो कि न कुरा कामदै आउँथ्यो अलिक बाजे पुरा काम आउँथ्यो एकदम पुरै काम आउँथ्यो अझै तिन पुस्तकको बाजे देखिँदैछ तपाईँ त धामी झाँक्री रहेछ पूजापाठ गर्ने रहेछ तपाईँले होइन तिन पूजाको पूजापाठ गर्ने रहेछ होइन र तपाईँ के देवी देवता हो घरको कुल देवता देखेँ म त हौ कुल धामीहरू देखेछु मैले त हौ सत्य आबोबाट चाहिँ दुःख दिने होइन नानीलाई ठिक छ पुर्खै पूजा गर्नुपर्छ राम्रोसँग है अलिकति रक्षा गर्छ ल मजाले खेल्दैन ल आस्ते रोक्नु त आस्ते राख्नु रोक्नु फेरि रोक्दैन त्यो काँपे हुन्छ भित्रभित्र पुरा काँपी राख्छ पुरा कम्पनी छ फुलको धामी हो के हो तपाईँ के जाति हो छेत्री अच्छा अलिकति मुस्टा मान्छ पहिला बोका चढाउँछ तपाईँहरू हो कि न अहिले चढाउँदैन बोका चढाउँथ्यो कालो बोका देख्दैछु म त हो कि न के मुस्टा कपडे मुस्टा दाडे मुस्टा के मुस्टा हो के मान्छ घरको पुल हो यो धामी हो तिन पुस्तकको धामी देख्दैछु ठिक छ बस्नु एकछिन ठिक छ अहिले काम चाहिँ छैन नि एकछिन बस्नु खेल्नु एकछिन लास्टमा है आज होइन भोलि काम देख्छु नि निकाल्नु पर्दैन म फेरि कुखुरा छैन बुढोलाई निकाल्दैन भात भोत लान्छु म फेरि ठिक छ ल पुरा परिचय दिनु भन्नु पर्यो तपाईँ कहाँबाट आउनु तपाईँ कहाँको देवी देवता हो कहाँको देवी देवता हो तपाईँ म आज तपाईँलाई धुप धुन दिन्छु है ल तपाईँलाई धुप धुन दिन्छु ल मजाले आउनु खेल्ने तपाईँलाई नराम्रो चिजलाई नराम्रो चिजलाई चाहिँ तपाईँलाई चाहिँ नराम्रो चिजलाई निकालेर तपाईँ त यसो हेर्दाखेरि बुढी बोजूको देखाउँछ घरि महारानी पनि देखाउँछ तपाईँ बुढी बोजू नै महारानी हो भन्नु पर्यो तपाईँ बुढी बोजू नै महारानी हो घरको महारानी हो घरकै महारानी नि तपाईँ बुढी मान्छे हो बुढो मान्छे हो कति पुस्तकको बाजी हो दुई पुस्तकको हो तपाईँले धामी झाँक्री काम पनि गर्थ्यो अलिअलि फुकफाकहरू सबै गर्थ्यो के चलाउँथ्यो थालो बजाउँथ्यो ढ्याङ्ग्रो बजाउँथ्यो के बजाउँथेन तपाईँले अलिअलि फुकफाक गर्ने घरमा होइन अलिक बाहिर फेरेको पूजा पनि तपाईँले गर्ने होइन त्यही हो मतलब महारानी पालेको तपाईँले हो महारानी चलाउनु होइन ल यसै लालाबालाको सेवा कति वर्ष भयो तपाईँ कति वर्ष भयो कुकुरलाई भगाउँ त्यहाँ गएर त्यसलाई अलि जोडले हान्दा एउटा डन्डाले अच्छा 26 वर्ष भयो यसको शरीरमा आएको 26 वर्ष भयो तपाईँ महारानीहरू अहिले सबै पाठ पूजा के तपाईँको सही छ केही छुट्टी छुट्टी गल्ती गरेछ यिनीहरूले तपाईँले के हानमार गर्थ्यो अहिले चल्दैछ नि हानमार बाहिर फेरेको त्यो अलिकति कसले त्यो बिगारेको थियो नि नराम्रो चिजले बिगारेको थियो नि डङ्किनीले रोकेको थियो कि न हो त्यो धामी जान रोकेको थियो
हामीले रोकिदिएको थियो डङ्की नै चलाउँथ्यो बिचमा होइन ल ठिक छ मलाई खुसी लाग्यो आज यसो लाला बालाको शरीरमा बसेको आमै त्यसै गरेको त्यसले गर्दा बिगारेको सीमा कुकुर त्यसले त्यस्तो गर्नु दिएको तपाईँहरूले त्यस्तो ठिक छ त्यस्तो गर्दैन उनलाई त्यसो राम्रो होइन सन्चो गराउँछु भनेर उल्टा बिगारेको रोकिदिएको भोक खानु खोजेको फेरि माने खानु ल आजबाट तपाईँ खुसी छैन हामीसँग आजबाट चाहिँ हामीले थाहा पायो हामीले थाहा पाएको पाइन मैले अघि नै भन्थेँ यसको शरीरमा देवी देवता छ है भनेको थिएँ लेकिन नराम्रोले बिगारेछ भन्छ हो कि होइन आजबाट चाहिँ निक्ले तपाईँ खुसी छ आज थानमानमा तपाईँ भित्रै बस्छ नि भित्रै बस्छ बाहिर बस्दैन ठिक छ नि राम्रोसँग खेलेर आनु अब है हामीसँग फेरि भेट्नु चाह भने भेट्नु छ अब धेरै भने रस्ता खोल्नुपर्छ तपाईँको रस्ता खोल्नुपर्छ है ल म रस्ता खोलिदिन्छु है ल ठिक छ आज खुसी छ हामीसँग ल शान्ति होइदिनु है लैले बनाउँदै महाराजा महारानी लटेको लटे झाँको झाँक्ने महाराजा महारानीहरू शान्ति होइदिनु शान्ति 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 ल शान्ति शान्ति भन्नु शान्ति होइदिनु मेरो गुरुबाहरू भन्नु शान्ति लोगर्ने भयो भयो मैले के भन्थेँ अघि नै निभाइसक्यो काजीले होइन किन त्यो यस्तो भइरहेको छ भने तपाईँको दाजुभाइ पानी छोड्यो भने आफै उठ्छ देवता छ भने आफै आउँछ देवता छ भने आफै आउँछ टोको पानी गर्ने हेर्नु अब नानीले महारानी हो महारानी हो का खेल्ने महारानी हो हजुर महारानी घरको महारानी हो
घरको महारानी हो कि वनको महारानी हो बुढी बजू हो सोध्ने बुढी बोजू हो हजुर बुढी बोजू हो हो बुढी बोजू हो हो टाउको झुलाउनु पर्छ डङ्किनी हो डङ्किनी हो बोलेर आउँछ महारानी हो सत्य भएर आउनु पर्यो नि सत्य भएर कुलो जताहरू हो कुलोहरू हो होइन घरकै कुलो रहेछ हो बुझेन घरकै देवी देवता खेल्दै लाने डुलाइ लाने भने देवता भन देवी ठगो रानी ठगो देवी महाराजा महारानी चलाइ कालेको देवी देवता सात रानी ठगो देवी ठगो रानी ठगो देवी महाराजा ढाको रानी ढाको देवी खेल्दै हिँडे त्यसै लाला बालाको शरीरमा छोड्दे राम्रो छ भने के हुन्छ आउँछ राम्रो छैन भने झन् यसरी खेलाउनु पर्छ क्या हुँदैछ खेल्दैन को गएन खेलाउने राम्रो छ भने गिर उयो हुन्छ ठिक छ नि आउँछ तपाईँजना ड्यामबाट जानु टाउको धुनु जानु बुझेँ